नाममा म चाहिँ न्यू खगेन डडक्सबाट सुरेश भण्डारी फेरि पनि यो आज हाम्रो बेनाली 180 एसमा चाहिँ यो साइलीगाडमा ठ्याक्क यो के ठाउँ सर यो ठाउँ आदर्श गाउँपालिका 7 डोटी यो डोटी यो आदर्श गाउँपालिका साइलभन्दा वारी यो होटलनिर छु यो जम्मै यो यहाँ गाडीबाट निस्केको पानी हो होइन यो साइलीगाडमा गाडी उहाँको गाडी चाहिँ खसेर जम्मै पानी हो देख्न सक्नुहुन्छ सर अनि हजुरलाई हाम्रो सेवा चाहिँ कस्तो लाग्छ एकदम राम्रो लाग्यो मलाई चाहिँ तपाईहरु त्यो वर्ष राखेर मलाई खुसी लाग्यो यहाँ बोलाएर तपाईँ आइपुग्नु भयो हजुर मान्छे चाहिँ कहाँ हजुरको घर मेरो घर त रोल्पा हो रोल्पा हजुर कामको सिलसिलामा चाहिँ यहाँ कामको सिलसिलामा यहाँ पुल झोलङ्गे पुल हाल्न अस्ति पनि हजुरको मैले स्पोकेट हाल्न आँटे बाटोमा त्यो भिडियो चाहिँ मैले बनाउन पाइनँ एकदमै सर्ट टाइम थियो हाम्रो एकदमै हजुरलाई पनि धेरै धेरै धन्यवाद छ एकदमै सम्झिनुहुन्छ मनदेखि नै माया छ हजुरलाई पनि होइन तपाईहरुको बिना त म त तपाईहरु भएर पो यहाँ म बोलाउनु पाएको हो यो बेनाली बाइक पनि फेरि पनि तपाईँहरू यस्तो समस्या पर्दाखेरि चाहिँ एकदमै आशा छ फेरि सम्झिनुहुनेछ भन्ने आशा राखेको छु होइन अब यो बेनाली बाइक सबै मान्छे चाहिँ खोल्दैन होइन सर त्यही पनि खोल्दैन पनि सिधै उहाँले चाहिँ मलाई फोन गर्नुहुन्छ अब मैले चाहिँ यो गाडी स्टार्ट भइसकेको छ त्यो स्टार्ट केही भइरहेको थिएन होइन सर अब गाडी स्टार्ट भइसकेको छ जम्मै यो मोबिल कालो यो पानी मिक्स हो अब चाहिँ हाम्रो यो थोरै रमा गरेर यहाँ अब चाहिँ साफ भइरहेको छ यो साफ गरेर चाहिँ ल हस् भिडियो चाहिँ हेर्दै गर्नु होला भिडियो मन परेमा हजुरहरू सेयर गर्नु होला र अर्को कुरा तपाईँलाई पनि हाम्रो काम मनपर्छ भने तपाईँले पनि सन्दर्भ गरिदिनु ल हस् धन्यवाद